ल स्वागत छ बीबीएस 4th इयरको तयारी गरिराख्नु भएको विद्यार्थीहरूलाई। यो चाहिँ एकदमै इम्पोर्टेन्ट टपिक हो, त्यही भएर सुरु गरिहालौँ है त। द साइन्टिफिक रिसर्च प्रोसेस भन्ने छ। अब साइन्टिफिक रिसर्च प्रोसेस भनेको चाहिँ एउटा यस्तो प्रोसेस हो जुनलाई चाहिँ अब हामीले स्टेप बाई स्टेप फलो गर्नुपर्ने हुन्छ जब हामीले चाहिँ रिसर्च कन्डक्ट गर्छौँ। रिसर्च कन्डक्ट गर्नको लागि चाहिँ यो प्रोसेसहरू चाहिँ फलो गर्नुपर्ने हुन्छ र यो फलो चाहिँ गर्नुपर्ने हुन्छ, किनभने यसले चाहिँ हामीलाई कहाँ पुग्ने, कसरी गर्ने, अन्तिमसम्म रिसर्च को इन्ड गरुन्जेलसम्म चाहिँ यस्तो यस्तो कुराहरू फलो गर्ने भनेर चाहिँ हेल्प गर्छ। त्यही भएर चाहिँ यो प्रोसेसलाई हामीले अपनाउनु पर्ने हुन्छ। र के छन् त यो प्रोसेसहरू भन्दाखेरि चाहिँ एक नम्बरमा छ, लु सुरुमा म सर र पढ्छु ल। रियलाइजिङ अ प्रब्लम, आइडेन्टिफिकेसन अफ प्रब्लम, रिभ्यू अफ लिटरेचर, हाइपोथेसिस फर्मुलेसन, रिसर्च डिजाइन, कलेक्सन अफ डाटा, डाटा एनालाइसिस, अनि इन्डमा छ इन्टरप्रिटेसन एन्ड जेनरलाइजेसन। सुरुमा छ रियलाइजिङ अ प्रब्लम। अब रियलाइजिङ अ प्रब्लम भनेको के हो त भन्दाखेरि कुनै पनि रिसर्चरले सुरुमा चाहिँ के प्रब्लम छ त भनेर चाहिँ रियलाइज गर्नुपर्ने हुन्छ क्या। त्यो कुनै पनि अर्गनाइजेसनमा अथवा इन्भाइरोमेन्टमा, सोसाइटीमा चाहिँ प्रब्लम छ है भनेर चाहिँ सुरुमा थाहा पाउनुपर्ने हुन्छ। अब त्यो चाहिँ कसरी थाहा हुन्छ त भन्दाखेरि थ्रु दि फिलिङ, स्टडी, एक्सपिरियन्स एन्ड अब्जर्भेसन। के अरे केही गडबड छ है भनेर चाहिँ थाहा हुनुपर्छ क्या। रिसर्चरले चाहिँ प्रब्लम के हो भनेर चाहिँ थाहा हुँदैन, तर केही प्रब्लम छ है भनेर चाहिँ सुरुमा चाहिँ हामीलाई थाहा पाउनुपर्ने हुन्छ क्या। अनि त्यसपछि 2 नम्बरमा छ आइडेन्टिफिकेसन अफ प्रब्लम। अब प्रब्लम केही छ है भनेर थाहा पाइसकेपछि चाहिँ के प्रब्लम हो त भनेर चाहिँ आइडेन्टिफाई गर्नुपर्ने हुन्छ। र प्रब्लम आइडेन्टिफाईका साथसाथै कजेस पनि थाहा हुनुपर्छ क्या। के गरेर चाहिँ यो प्रब्लमको कारण चाहिँ के हो त भनेर पनि हामीले थाहा पाउनुपर्ने हुन्छ आइडेन्टिफिकेसन अफ प्रब्लममा चाहिँ। जस्तै यो एक्जाम्पलबाट बुझ्न सक्नुहुन्छ है हजुरहरूले। इफ द सेल अफ अ कम्पनी इज डिक्रिज, then decrease in sale is the symptom, so the researchers should find the causes of decrease in the sale. It may be due to demotivation of sales force, incompetent sales force, etc. लु यति भनेपछि हजुरले बुझ्नुभयो होला आइडेन्टिफिकेसन अफ प्रब्लम। बुझ्नु भएन भने कमेन्ट गर्नु होला, म अझै बुझाउने कोसिस गर्छु ल। अब रिभ्यू अफ लिटरेचर। रिभ्यू अफ लिटरेचर भनेको चाहिँ पहिलाको बुकहरूबाट पहिला कन्डक्ट भइरहेको रिसर्चहरू अथवा हुन्छ नि त इस्टाब्लिस थ्योरिज इन द एरिया अफ स्टडिजहरू चाहिँ हेरेर चाहिँ हामीले जुन टपिकमा चाहिँ हामी रिसर्च गर्न आँटेका छौँ नि त त्योसँग सम्बन्धित नै लिटरेचरको चाहिँ फेरि हामीले रिभ्यू गर्नुपर्ने हुन्छ क्या। अनि लिटरेचर रिभ्यू गर्दाखेरि चाहिँ एकदमै सोचेर चाहिँ लिटरेचर रिभ्यू गर्नुपर्ने हुन्छ, किनभने फेरि अब अहिलेको जमानामा त इन्टरनेटबाट पनि हामीले धेरै थोक जान्न सक्छौँ। अब इन्टरनेटमा हेर्दा हेर्दै धेरै कुरा हेर्न थाल्छौँ र दिमाग खराब भएर चाहिँ के हुन्छ भन्दाखेरि बुझ्नुपर्ने कुरा भन्दा धेरै नै बुझ्न थालेपछि चाहिँ त्यो झ्याउ लाग्न थाल्छ क्या। त्यही भएर एकदमै हामीले चाहिँ काम लाग्ने कुराहरू मात्रै चाहिँ रिभ्यू गर्नुपर्ने हुन्छ लिटरेचर रिभ्यू। अब लिटरेचर रिभ्यूको चाहिँ धेरैवटा फाइदा छन्, किनभने मेन फाइदा भनेको चाहिँ स्टडी ग्याप चाहिँ थाहा पाउन सकिन्छ क्या। अब लिटरेचर रिभ्यूबाट चाहिँ हामीले के ग्याप छ त, पहिला चाहिँ पहिलाको रिसर्चहरूमा चाहिँ के कुरा चाहिँ को चाहिँ रिसर्च गरिसकेको छैन त, के चाहिँ छुटेको छ त, त्यो थाहा पाएर चाहिँ हामीले त्यहीबाट चाहिँ हाम्रो रिसर्च प्रब्लम जेनेरेट गर्नुपर्ने हुन्छ क्या। अनि अर्को कुरा के पनि थाहा पाउनुपर्छ, पहिला के भइसकेको छ त्यो पनि थाहा पाउनुपर्छ। त्यो झन् इम्पोर्टेन्ट छ, किनभने अब के अलरेडी अरूले गरिसकेको कुरालाई हामीले थाहा नभएर फेरि मेहनत गरेर फेरि गऱ्यौँ भने त त्यसबाट हामीलाई डुप्लिकेट हुन्छ नि त, त्यही कपी गरे जस्तो हुन्छ। त्यही भएर चाहिँ लिटरेचर रिभ्यू गर्न चाहिँ एकदमै जरुरी छ क्या। अनि मेथड अफ कन्डक्टिङ रिसर्च पनि थाहा हुन्छ, पहिला उनीहरूले कसरी कन्डक्ट गरेका थिए त्यो हेरेर चाहिँ हामीलाई अलिक सजिलो पनि हुन्छ नि त। त्यही भएर थ्योरिटिकल फ्रेमवर्कको डेभलप गर्नको लागि पनि सहयोग मिल्छ लिटरेचर रिभ्यूबाट। अब हाइपोथेसिस फर्मुलेसन, यो पनि इम्पोर्टेन्ट छ। हाइपोथेसिस फर्मुलेसन भनेको चाहिँ यदि बुझ्नु भएको छैन भने यो चाहिँ पछि पनि
अरू इम्पोर्टेन्ट टपिक छ, अहिले चाहिँ म छोटकरीमा बुझाउँछु होइन। हाइपोथेसिस फर्मुलेसन भनेको चाहिँ जुन टपिकमा हामीले जुन क्षेत्रमा हामीले रिसर्च गर्न आँटेका छौँ त्यहाँ युज हुने चरहरू हुन्छ नि, भेरिएबल्सहरू चाहिँ को चाहिँ सम्बन्ध के कस्तो छ त भनेर चाहिँ सुरुमै हामीले सोच्नुपर्ने हुन्छ क्या। उनीहरूको बिचमा सम्बन्ध छ या छैन भनेर चाहिँ एउटा टेस्टेबल फर्ममा चाहिँ एउटा स्टेटमेन्ट जस्तो बनाउनु पर्ने हुन्छ र त्यो बनाइसकेपछि हामीले रिसर्च गरेर चाहिँ त्यो हामीले उयो गर्ने हो क्या, त्यसलाई नै टेस्ट गर्ने हो क्या हामीले। हाइपोथेसिस गरेको कुरा चाहिँ सत्य भयो कि भएन भनेर चाहिँ हाइपोथेसिस गरेको। अब यो यति भन्दा पनि बुझ्नु भएन भने म एउटा इक्जाम्पलबाट बुझाउँछु। अब हामीले यदि कुनै पनि रिसर्चरले होइन त्रिभुवन युनिभर्सिटीबाट बिबिएस पढिसकेका विद्यार्थी र काठमाडौँ युनिभर्सिटीबाट बिबिए पढिसकेका विद्यार्थीको पर्फर्मेन्समा चाहिँ के कस्तो डिफ्रेन्स छ त भनेर चाहिँ थाहा पाउनको लागि रिसर्च गऱ्यौँ अथवा स्टडी गर्न मन लागेको थियो अरे होइन। अनि त्यसपछि चाहिँ हामीले हाइपोथेसिस चाहिँ कस्तो कस्तो बनाउन सक्छौँ भन्दाखेरि चाहिँ एउटा हाइपोथेसिस चाहिँ हामीले बिबिएस र बिबिएको स्टुडेन्टमा केही पनि डिफ्रेन्स छैन है, जिरो डिफ्रेन्स भनेर चाहिँ हाइपोथेसिस बनाउन सक्छौँ। र अर्को चाहिँ टियुबाट बिबिएस पढ्नेले केयुबाट बिबिए पढ्नेको भन्दा धेरै राम्रो गरेका छन् भन्ने, पर्फर्मेन्स राम्रो छ भनेर चाहिँ अर्को हाइपोथेसिस बनाउन सक्छौँ। अब त्यो चाहिँ अब हामीले टेस्टेबल फर्ममा हुनु पऱ्यो नि त हाइपोथेसिस, पछि अब रिसर्च गरेर हामीले टेस्ट गरेर प्रुभ गर्न सक्नु पऱ्यो क्या। त्यस्तो हुन्छ हाइपोथेसिस भनेको चाहिँ त्यो हो ल। अब रिसर्च डिजाइन भनेको चाहिँ के हो त भन्दाखेरि हामीले रिसर्च जहाँ गर्न आँटेको जे गर्न आँटेको छौँ नि त्यो रिसर्च गर्न आँटेको कुरो चाहिँ होइन, रिसर्च चाहिँ के कसरी गर्ने त भनेर चाहिँ हो क्या। रिसर्च डिजाइन भनेको चाहिँ के कसरी गर्ने त, कस्तो कस्तो कुराहरूको डाटा कलेक्ट गर्ने, कसरी कुन मेथडको प्रयोग गर्ने र बेसिस अफ रिसर्चहरू चाहिँ त्यो हो क्या। अब एउटा यस्तो रिसर्च डिजाइन अब सुरुमै हामीले टक 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 गर्नु पऱ्यो, यो पछि यो गर्ने है, यो पछि यो गर्ने है, यस्तो यस्ता क्वेसनहरू चाहिँ सोध्ने है, यस्तो यस्तो कुराहरूको चाहिँ खोज गर्ने है भनेर चाहिँ सुरुमै थाहा हुनु पऱ्यो नि त। अनि त्यो चाहिँ अब इनिसिएटिङ रिसर्च सुरु हुनुभन्दा चाहिँ अगाडि नै हामीले रिसर्च डिजाइन चाहिँ मजाले बनाइसक्नुपर्ने हुन्छ क्या। अनि रिसर्च प्रब्लमको आधारमा चाहिँ अब रिसर्च डिजाइन एप्रोप्रिएट रिसर्च डिजाइन हुन्छ। हाम्रो के कस्तो रिसर्च कुन प्रब्लममा चाहिँ हामीले रिसर्च गर्न आँटेका हुन्छ त्यसकै आधारमा चाहिँ हामीले रिसर्च डिजाइन बनाउनु पर्ने हुन्छ ल। त्यसपछि अब यो इम्पोर्टेन्ट कुरा भयो कलेक्सन अफ डाटा। अब कलेक्सन अफ डाटा भनेकै अब मुख्य कुरा भइहाल्यो नि रिसर्च गर्नको लागि। अब कस्तो खालको डाटा चाहिँ हामीले कलेक्ट गर्छौँ त, राम्रो गर्छौँ कि नराम्रो गर्छौँ, हामीलाई चाहिने खालको गर्छौँ कि कस्तो गर्छौँ त कलेक्सन अफ डाटा, त्यही अनुसारले नै हामीले त्यसले नै सक्सेस चाहिँ एउटा रिसर्च सक्सेस हुन्छ कि हुँदैन भनेर चाहिँ डाटा कस्तो कलेक्सन गर्छौँ त्यसैले फरक पार्छ ल। अनि त्यसपछि हामीले डाटा यस्तो खाले कलेक्ट गर्नु पर्यो जुनले चाहिँ हुन्छ नि समय पनि एकदमै कम खर्च प्रयोग गर्नुपर्ने होस् र हाम्रो कस्ट पनि एकदमै थोरै लागोस् क्या। त्यस्तो खालके चाहिँ हामीले डाटा कलेक्सन गर्नुपर्ने, क्वेसनियरहरू बनाउने, स्केड्युल फर इन्टरभ्यू एन्ड अब्जर्भेसन चाहिँ त्यस्तो खालके चाहिँ गराउनु पर्ने हुन्छ र यो होइन। त्यसपछि डाटा कलेक्ट गरिसकेपछि त अब डाटालाई एनालाइसिस गर्नु पर्यो नि त। सबै डाटा कलेक्ट गरिसकेको डाटालाई चाहिँ हामीले क्लासिफाई गरेर टक 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 मिलाएर राख्नुपर्छ। त्यसपछि डाटालाई एनालाइसिस क्लासिफाई गरिसकेको डाटालाई चाहिँ एनालाइसिस गर्छन् क्या रिसर्चरले। कसरी गर्छन् भन्दा त कोडिफाइड ट्याबुलेट एन्ड प्रेजेन्ट चार्टहरूमा टेबलहरूमा मिलाएर चाहिँ त्यसलाई क्लासिफाई गर्ने क्या। अब क्यालकुलेट गर्ने होइन, भनौँ न मिन मिडियम मोड स्ट्यान्डर्ड डेभिएसन टी टेस्ट जे टेस्टको आधारमा चाहिँ हाइपोथेसिसहरूलाई चाहिँ टेस्ट गर्ने र एनालाइज गर्ने क्या। अब के डाटा कलेक्ट गऱ्यौँ त्यसलाई चाहिँ हामीले के खोज्न कोसिस गरेका हुन् त त्यही अनुसारले एनालाइसिस गर्ने ल। अन्तिममा छ इन्टरप्रिटेसन एन्ड जेनरलाइजेसन। अब डाटालाई एनालाइसिस गरिसकेपछि चाहिँ हामीले इन्टरप्रिटेसन गर्नु पऱ्यो। अब मुख्य भनेकै त त्यही त हो नि, रिसर्च गरिसकेपछि डाटालाई एनालाइसिस गरिसकेपछि चाहिँ हामीले इन्टरप्रिटेसन गर्नुपर्छ, त्यसको रिजल्टलाई चाहिँ व्याख्या गर्नुपर्ने हुन्छ क्या। यस्तो निकालीमै त हामीले रिजल्ट भनेर चाहिँ त्यसलाई इन्टरप्रिटेसन गर्नुपर्ने हुन्छ कन्क्लुजनलाई। र जे कन्क्लुजन आउँछ त्यसलाई चाहिँ दे आर कन्सिडर एज थ्योरिजको आधारमा निस्किन्छन् नि त। अनि त्यस्ता चाहिँ अब हामीले कुनै पनि अर्गनाइजेसनसँग सम्बन्धित रहेर हामीले
त्यो रिसर्च प्रब्लमलाई उयो गरेका हुन्छौँ, रिसर्च गरेका हुन्छौँ र त्यस्तै खाले अर्गनाइजेसनहरू अरूले पनि प्रयोग गर्न सक्छन्। त्यो भनेको चाहिँ जेनरलाइजेसन हो ल। जेनरलाइजेसन भनेको चाहिँ अरूले पनि धेरै ठाउँमा चाहिँ प्रयोग हुन, त्यही हामीले गरेको रिसर्च चाहिँ चाहिने ठाउँमा चाहिँ प्रयोग हुनसक्छ भने त्यो चाहिँ जेनरलाइजेसन हो ल। आई होप यो एकदमै बुझ्नुभयो होला होइन। अनि अरू पनि कुनै टपिक छ ल अहिलेलाई यति नै। चाहियो भने अरू पनि मैले भिडियो राम्रो राम्रो हालेको छु। अब यो त कस्तो भयो होइन, यो मेरो फर्स्ट भिडियो। अझै म मिहिनेत गरेर अझै राम्रो ल्याउने कोसिस गर्छु र यसमा फिडब्याक पनि दिनु होला र अरू पनि भिडियो हेरिदिनु होला है त। धन्यवाद।